जिराया द ग्यालेन्ट एउटा त्यस्तो मान्छे जसले चाहिँ आफू हारेर दुनियाँलाई जितायो, एउटा त्यस्तो मान्छे जसले चाहिँ आफू मरेर नारुतोलाई अगाडि बढायो। हो, म त्यही जिरायाको कुरा गर्दैछु जसलाई चाहिँ दुनियाँले पर्भर्ट भनेर चिन्थे। त्यही जिरायाको कुरा गर्दैछु जसलाई चाहिँ दुनियाँले क्यारेक्टरलेस भनेर चिन्थे, जसलाई चाहिँ दुनियाँले पर्भर्ट भनेर चिन्थे। बट डिप डाउन ही वाज द हिरो अफ द हिडन लिग, अनडाउटेडली। हो, म त्यही जिरायाको कुरा गर्दैछु जसको डेथले हामी सबै नारुतो फ्यान्सको आँखामा आँसु लिएर आयो। हो, त्यो जिराया जसले गर्दाखेरिमा नारुतोको पुरा जिन्दगी चेन्ज भयो। त्यही जिराया जो चाहिँ नारुतोको लागि फादर फिगर थियो। भनिन्छ नि एउटा हिरो त्यो होइन जसले चाहिँ हरेक ब्याटल जित्छ, हिरो त त्यो हो जसले चाहिँ सबै कुरा गुमाउँदा पनि आफ्नो ओठमा कहिले पनि हाँसो टुटाउँदैन। हो, यो लाइन जिरायाको लागि एकदम मेल खान जान्छ। जिराया वाज समवन हु वाज फियर्ड बाई एभ्री नेसन्स। यस, he was the legendary Sanin. उसको डर हरेक नेसनमा थियो, तर deep inside जिराया was a teacher who taught pain, who taught Yahiko, who taught Conan, and who taught Minato and Naruto as well. He was a good teacher, undoubtedly good नभनौँ, legendary teacher. नारुतोको युनिभर्स जहाँ चाहिँ गड, उकागे, अनि त्यसपछि गएर मन्स्टर र पावरको लोभ लालचले भरिएको छ, त्यो ठाउँमा जिरायाले चाहिँ आफ्नो ह्युम्यानिटीलाई कायम गर्न सफल रहे। ही वाज अ गोटेड सिनोबी, अनडाउटेडली। सर्टमा भन्न पर्दाखेरिमा जिराया वाज अ फेलियर। उसले चाहिँ आफ्नो साथी ओरोचिमारुलाई बचाउन सकेन, या भनौँ रङ पाथमा जानबाट रोक्न सकेन। उसले आफ्नो स्टुडेन्ट मिनातोलाई पनि बचाउन सकेन, र उसले आफ्नै साथी सुनाडेलाई उसको पेनबाट जोगाउन पनि सकेन। उसले आफ्नो मनमा राखेर सिकाएको हरेक विद्यार्थीहरू चाहिँ एउटा पियर हुन्छ नि वारको, त्योबाट कुनै न कुनै पोइन्टमा गएर प्रभावित भए सबैजना वारमा झुमिए। तर यो सबै हुँदा पनि उसले दुनियाँलाई ब्लेम गरेन, उसले आफूलाई ब्लेम गर्यो। उसले चाहिँ सबै रेस्पोन्सिबिलिटी आफूले नै उठायो। सबै रेस्पोन्सिबिलिटीहरू बोकेर अगाडि हिँड्दै गर्दाखेरिमा पनि ऊ टुट्नको साटो अझै अगाडि हिँडिरह्यो ताकि अरू कोही एक्लै हिँड्न नपरोस्। उसले चाहिँ सबै ब्लेम आफूमै लियो ताकि अरूले ब्लेम लिन नपरोस्। जिरायाले चाहिँ आफ्नो इच एन्ड स्टुडेन्टलाई केही युनिक दियो। जिरायाले नागातोलाई पिसको एउटा सिम्बोल दियो, जिरायाले मिनातोलाई फ्युचर दियो, र जिरायाले नारुतोलाई उयो हल्नु। जिरायाले नारुतोलाई जुत्सु मात्र दिएन, जुत्सु भन्दा केही अझै ठुलो चिज दियो। उसले आफ्नो फादरहुड दियो, उसले आफ्नो साथ दियो, र उसले आफ्नो माया दियो। जिराया एउटा यस्तो टिचर थियो नारुतोको लागि जसले चाहिँ उसलाई आफ्नो सेल्फ वर्थ देखायो। जब नारुतोलाई दुनियाँले हेट गर्दै थिए तब जिरायाले नारुतोको साथमा बसेर हाँस्यो, तब जिरायाले नारुतोलाई साथमा लिएर हिँड्यो। जब कस्तो जिराया भन्न पनि गाह्रो लाग्यो यार। जब दुनियाँ नारुतोमाथि हाँस्दै थियो तब जिराया नारुतोसँगै हाँस्यो। जब नारुतो रुँदै थियो तब जिराया हिरो बनेर अगाडि आएन। उसले चाहिँ उसलाई आफ्नो सेल्फ वर्थ देखायो। उसको पछाडि खडा रह्यो, तर उसले उसको आँसु पुस्न गएन। उसले चाहिँ नारुतोलाई आफै स्ट्रङ हुन जरुरी छ र आफ्नो वर्थ सबैलाई देखाउन जरुरी छ भनेर एउटा सिम्बोल दियो। जिरायाले कहिल्यै पनि तँ हिरो बन या तैँले यस्तो गर भनेर नारुतोलाई सिकाएन। उसले सधैँ आफ्नो एन्सर आफै खोज भनेर उसको पछाडि हिँड्यो, तर उसलाई कहिल्यै पनि उसले हात समाएर अगाडि लगेन। उसले सधैँ बाटो देखाउने काम मात्रै गरिराख्यो। जिरायाको फाइनल मोमेन्ट जब उसले पेनसँग फाइट गर्यो, उसलाई यो थाहा थियो कि अब ऊ बच्दैन, उसलाई यो थाहा थियो कि अब ऊ फर्केर जानेवाला छैन, उसलाई यो थाहा थियो कि उसले यो फाइट विन गर्नेवाला पनि छैन। बट इन्स्टेड अफ रनिङ ही चोज डेथ ओभर एभ्रिथिङ। He chose death over his life. He chose Naruto's freedom. He chose Hidden Leaf's future over his life. उसले यो रियलाइज गरिसकेको थियो कि बीइङ अ टिचर उसको काम सर्भाइभ गर्नु थिएन। उसको काम चाहिँ आफ्नो स्टुडेन्ट नारुतोलाई अगाडिको पाथ देखाउनु थियो, अगाडिको बाटो देखाउनु थियो, एन्ड उसले चाहिँ त्यही गर्यो। फाइनल ब्याटलमा उसको बडीले उसको साथ छोडिसकेको थियो, उसको हात काटिसकेको थियो, उसको ज्यानमा यस्ता धेरै स्टिल रडहरू घुसिसकेका थिए, तर पनि उसको माइन्ड काम थियो। उसलाई यति याद थियो कि उसले केही लेखेर पठायो भने नारुतोले पक्कै पनि त्यो कुरालाई डिकोड गर्छ। एन्ड ही डिड द्याट। ही डिड समथिङ द्याट ओन्ली नारुतो अन्डरस्ट्यान्ड्स। अन्तिम मोमेन्टमा जब ऊ पानीमा डुब्दै थियो, जब उसले आफ्नो अन्तिम पललाई रियलाइज गर्दै थियो, तब पनि उसका शब्दहरू, उसका जुन बोली थिए, अन्तिम बोली, त्यसले हाम्रो मनलाई चिर्नबाट रोकिएन, त्यसले हाम्रो आँखाबाट आँसु झर्न रोक्नै सकेन। हो, त्यो थियो जिराया द ग्यालेन्ट। को अन्तिम मोमेन्टमा पनि ऊ डराएन या ऊ चिन्तित थिएन, किनकि उसको अन्तिम मोमेन्टमा नै उसले यो रियलाइज गरेको थियो, उसले यो एन्सर पाएको थियो। जो बच्चालाई उसले खोज्दै थियो, द चाइल्ड अफ प्रोफेसी, ही वाज नन अदर देन नारुतो उजुमाकी। उसले एकदमै आफ्नो एन्सर सठिक तरिकाले पाएको थियो, एन्ड ही स्माइल एट हिज लास्ट मोमेन्ट, एन्ड द्याट मोमेन्ट इट ब्रोक आवर हार्ट, एन्ड द्याट वाज द लास्ट मोमेन्ट आवर जिराया सेन्से एभर स्माइल्ड। अरू भनौँ हाम्रो जिराया सेन्सेको लास्ट मोमेन्ट नै त्यही नै थियो। एन्ड बिफोर द्याट, इन हिज लास्ट मोमेन्ट, ही रोट म्यासेज। उसले चाहिँ एउटा म्यासेज लेख्यो जसले चाहिँ फ्युचर जेनेरेसनलाई हेल्प होस् र फ्युचर अगाडि बढोस्।
द्याट वाज नन अदर देन आवर जिराया द ग्यालेन्ट। जिराया आफू कहिल्यै उकागे बनेन, न कहिले उसले उकागे बन्ने नै सोच्यो। जिराया कहिले पिसमा बाँच्छु भनेर हिँडेन, जिरायाले कहिले आफ्नो रेस्पोन्सिबिलिटीबाट भागेन। जिरायाले त यी सबैभन्दा ठुलो काम गर्यो। उसले यस्तो मान्छे बनायो जसले चाहिँ फ्युचर बनाओस्। उसले यस्तो मान्छे बनायो जो एकदमै पावरफुल थियो। उसले यस्तो मान्छे बनायो जो दयालु थियो। उसले यस्तो मान्छे बनायो जो चाहिँ पर्फेक्ट उकागे थियो। उसले यस्तो मान्छेलाई माया दियो जसलाई दुनियाँले हेट दिइरहेको थिए। उसले आफूलाई यस्तो मान्छेप्रति समर्पित गर्यो जसले चाहिँ उसको ट्रु भ्यालु बुझ्यो। ही वाज नन अदर देन आवर नारुतो उजुमाकी। एन्ड त्यसैले हामी सबैको लागि र नारुतो उजुमाकीको लागि जिराया कहिल्यै मर्दै मरेन। ऊ सधैँ हाम्रो यादमै रहिरह्यो। एन्ड जिराया द ग्यालेन्ट एउटा स्टोरी मात्रै होइन, एउटा क्यारेक्टर मात्रै रहेन। ऊ चाहिँ एउटा लेजेन्डरी वारियर भयो, एउटा लेजेन्डरी फिगर बन्न पुग्यो र धेरै मान्छेको लागि मोटिभेसन बन्न पुग्यो। हो, त्यही थियो जिराया द ग्यालेन्ट।